कता जाने थाहा छैन बाढीमा धरान जान पनि मन थियो यहाँ चाहिँ यस्तो धुलो खान मन छ भने यहाँ आउनु रिटायर सक्नु भयो घरको सब छ यहाँ लाइटकै लाइट छ लाइटमा चाहिँ ऊ मान्छे पुरा इन्जोय गरेर आएको छ लाइटको बिचमा उभिएर रोड क्रस गर्नुभयो यतिखेर साइन खायो तर बिचमा चाहिँ मान्छेहरू यस्तो दामी गरी उभिएर बसेको थियो होइन यहाँ पनि लाइटहरू चाहिँ भएको भेट्न आउँछ भन्छ क्या मलाई 1.5 वर्ष भयो सङ्गीत चोक हामीले कान्छी पनि गाडी क्रस गर्ने बेलामा यस्तो पुच्छे बुकेको होइन म त्यही चाहिँ देखाउँछु भनेको म ठ्याक्क मेरो क्यामेरा अन भएको बेला चाहिँ उसको कुद्नेवाला सिजन सकिसकेको हुन्छ त्यही भएर मैले भेटाउँदिनँ कहिले कुदेको चाहिँ कुदिसकेपछि म अर्कोचोटि भेटाएर पनि म ठ्याक्कै यसलाई खिचेर क्याप्चर गरेर यहीँ राखिदिन्छु म आउँदा चाहिँ मलाई यहाँ यस्तो वेटिङ रुममा राखेर गई आफ्नो काम गर्नु होइन मलाई यहाँ दिदी भनेर चिनाउनु गाह्रो भएको छ अरे कमीछु मैले ब्याङ्कमा एकछिन सानो काम छ सक्छौँ त्यसपछि हामी त्यहाँबाट बाई बाई चाहिँ पाएर यस्तो जाबो काँक्रे बसमा पसाएर यो धरान बेला बेला गर्दैन त्यस्तो गर्नु त्यही त्यो हेर्न जा घन्टा गरेर धरान त्यति छ नि बिएमडब्लुमा जाने अब धरान घुम्नलाई गाडीमा जान्छ अब बुलेट छ भने ठिकै बुलेटमा जान्छ बोल्दैछु तर प्याक मोटी हुन्छ गार्डन घुम्नु छ यो धरान हो सुपर धरान रेलमा छ अब यो कहाँ हो भनेर चाहिँ आफै चिन्नुहोस् गाइजहरू हामी चाहिँ चिनाउँदैनौँ हजुरहरू आफै चिन्नुहोस् हामीहरू आइसक्यौँ यहाँनिर आजको यो हामी आउँदाखेरि यो पहिले आउँदा यहाँ केही नै थिएन यतिकै हामी बस्न मात्र आउँथ्यौँ टाइम पास गर्नलाई अनि मान्छेहरू सब डेटिङ मात्र आउँथे अहिले चाहिँ अब मन्दिरहरू पनि यस्तो राम्रो भइसक्यो होइन अनि यो पनि यस्तो राम्रो भएको छ पाइन्छ त्यहाँ 10-5 रुपियाँ कति छ यसो घुम अनि चढायो एकचोटि ल परमेश्वरी ओम नमो पार्वती पताये हर हर महादेव त्यो नबाल्ने हामी अब नबाल्ने अब यहाँ भित्र जा ए प्रसाद यसो छ मसँग भेटेस् नि त्यही होला खोज मसँग छ चढाइदिनु कहाँ चढाउने
चप्पल लगाउने मात्रै छन् ल नहोला बाहिर जाँदा चप्पल नहोला भनेको बजाउने नै हो क्या किन डराएको अहिले बजाउनु हुँदैन किन के भएर बजाउनु दिउँसो राति अल टाइम घन्टी बजाउन इज फ्री अब गएर अब उहाँ तल बाँध्ने ऊ त बाँसको झाङ्गो अब वास्तवमा चाहिँ जोडी आएर बाँध्ने हो यहाँनिर अब जोडीलाई सम्झिने मन भने अनि अब यहाँ गएर बाँध्ने अब त्यसरी सबै बाँध्ने होइन अब एउटा बाँध्ने एउटा दुईवटा पक्क उहाँबाट छिर्ने बाटो छ यहाँबाट यहाँ चाहिँ अब हामी सबले जोडी हुनेहरूले जोडी आएर बाँध्ने नहुनेहरूले सम्झिने बाँध्ने त्यहाँ अलिक उता बाँध्न त्यो बाँस त भाँचिन्छ ओइ यतैपट्टि बाँध्नु यतैपट्टि भित्तातिरै कतै ल मनमा नै सम्झिने अनि बाँध्ने के गर्ने अरे अलिक प्रेयर पनि गर्ने यसो बाँध्दाखेरि अब आफ्नो मात्र बाँधेर भयो अब अर्काको पनि बाँध्नु उसको पनि बाँधिदिनु भयो कान्छी बहिनीले यस्तो मनोकामना इच्छा माग्ने त्यहाँ डोरी बाँध्दाखेरि हो आफ्नो इच्छा माग्ने डोरी बाँधेको तर एक्लै बाँधेको एक्लैलाई बाँधेको मनको जोडी सम्झेर बाँधेको मैले हो र परमेश्वरी बुढा सुब्बा के अरे चाहेको खुराइदेऊ मेरो दिदीको जोडी मिलाइदेऊ जोडी छ अब जोडी चाहिँदैन अहिले अब यहाँ अर्थ कुरा सोचेको कुरा पुऱ्याइदेऊ सबैले सोचेको दिदीको जोडी ल परमेश्वर ल पछाडिबाटै राम्रो आउँदो रहेछ त पछाडिबाटै राम्रो आउँदो रहेछ अरूतिर पनि बाँध्ने हो कि जोडी अब जोडी बाँध्नु हुँदैन अन्त देखो ना गाइस आज हामी बुढा सुब्बा देखो हमारा अभी बुढा सुब्बा कति काली भयो कि म आज यसको मेकअपले त झन् काली भयो कि मेकअपले चाहिँ काली होइन हो नि त्यही धेरै काली भयो कि आन्टी देखिँदैछु म आन्टी ओहो आन्टी नेचुरल फेस यस पुज्दै बस्यास के मेरो अनुहार त तोर्दै आइरह गाइस आज चाहिँ हाम्रो बुढा सुब्बाको भरमन थियो अनि भरमन अनि बुढा सुब्बा ठाउँ चाहिँ राम्रो रहेछ मान्छे मात्रै काली हुँ म त्यही पनि गोरी नै आइरहेको छु आइफोन 17 प्रो म्याक्सको ड्युअल क्यामेराबाट अनि उहाँ चाहिँ मेरो पुतली दिदी पुतली जस्तो हिँडिरहेको छु चङ्गा हुँदै अनि यो चाहिँ म आम सो सिम्पल हेर्नुहोस् राम्ररी त म जन्मिँदै थिएँ अहिले अलि भएर नराम्री बाँच्नु कति धेरै पसलहरू यहाँ देखाएको छैन त पसलहरू वा मयूरको प्वाख पनि रहेछ यहाँनिर डान्सेस के तेरो लागि फ्री छ आज जहिले पनि यस्तो ठाउँको फ्रीले म मान्छु जस्तो लागेको छु अभियसली मन्दिर हो मन्दिरको पैसा लिनुपर्छ होइन दरबार मार्ग लगेर मेरो बहिनीलाई म फ्री दरबार मार्ग
भनिहाले आउन त बाना जाउँ र ल गुरु बाको बाँधौँ न त आइज न बानेर जाउँ न त ल हरि ओम देन बुद्धु बलिराज दान भने इन्द्रमा बल के अरे, सोचेको कुरा सबै पुरा होस् पनि भन्नु निरोगी धन धान्य हो र सुख शान्तिले जिन्दगी बिताउन पाइस् सोचेका आँटेका हजुरले गरेका सबै मनोकामना पुरा हो र दुःख दरिद्र पीडा सदाका लागि हटेर जाउँ हुँदैन कटेर जाउँ ल भगवान्ले रक्षा गरौँ उन्नति प्रगति चिताएका आँटेको पुगुन् कहाँदेखि आउनुभएको हजुरहरू हामी इटहरू भगवान्ले रक्षा गरौँ ल जय जय होस् दिएको आशीर्वाद थपको भुइँमा नखसी शिरमा बसेर लागुन् मन त चपला सन्त पूर्ण सन्त मनोतल भगवान्ले रक्षा गर्नु चिरञ्जीवी अहिले बाँच्नु परोस् सोचेका आँटेका सबै मनोकामना पुरा हो र धन्यवाद लाउने आइज न त लगाउन गुरुको प्रसाद लगाउनु होइन आशीर्वाद दिइहाल्छु टक्कै हो ल भगवान्ले रक्षा गरौँ ल लाग्यो पनि हेराउनु भएर होस् अब नामबाट आउँछ हेराउनु भन्नु छोटा छोटा हेराउनु टिका लगाएपछि म मान्छे अर्कै देखिन्छु यार आई एम ब्युल्ड फर टिका के तँलाई पुरै धरान हेर्न जानु मन छ भने यो बाटो फेरि अर्को बाटो फर्केर जाने हो होइन अनि पिण्डेश्वरी मन्दिर जाने हो भने उता तल बाटो जाने हो पिण्डेश्वरी नजाने गाइस दन्तकाली पिण्डेश्वरी नजाने हो दन्तकाली जाने कतै पनि नजाने हामी त यतिकै बेला आइज माथि पुरा धरान देखाउने ठाउँ लान्छ अब खाना खाने ठाउँमा छ भोक लाग्यो यहाँ हेर म माथि एकदम आइज पार्क जस्तो ठाउँमा बस्ने ठाउँ राम्रो थियो नि त्यहाँनिर बसेर खाँदैछ लोकल खान्छस् कि रेस्टुरेन्ट अब ओके त्यसमा त्यहाँ पाउँछ तर हुन्छ नि त्यो रेस्टुरेन्टवाला लोकल होइन कि त्यो क्या फास्ट फुडवाला लोकल हुन्छ नि देखेन गाइस हामी फेरि अर्को मन्दिर आयौँ आज दक्षिण काली होइन दन्तकाली दन्तकाली कि दक्षिण काली यसको के काली हो भने चाहिँ मन्दिर गीत थिएन बुढा सुब्बा गई खायौँ कसम अनि दन्तकाली गई खै के भन्ने आज यता जाँदैछौँ हामी बाटो चाहिँ बन्दै रहेछ खुट्टा दुखिसक्यो निरुता बहिनीको ब्लड यहाँभन्दा माथि दुख्यो द्याट्स माई हार्ट रगत थियो मन्दिर चाहिँ यही रहेछ म त आएकै थिइनँ जस्तो लाग्यो तर म चाहिँ दन्तकालीमा एकचोटि आए जस्तै लाग्यो ढुङ्गा निक्लो मम्मीसँग हो मम्मी ढुङ्गा निक्लो मम्मीसँग यो चाहिँ प्रवेशद्वार रहेछ त्यहाँबाट चाहिँ मेरो दिदी पसी म पनि जाँदैछु भित्र फोटो खिच्न चाहिँ ओइ मेरो कान्छी बहिनीलाई होइन फोटो खिच्नलाई लाग्यो न आइफोनले राम्रो फोटो खिच्यो न राम्रो भिडियो पनि अब लडियो अब हामी चाहिँ हिँड्यौँ यहाँबाट ओइ निर यहाँ कस्तो राम्रो आउँदो रहेछ आइज यता त हात साथ के गरिरहेको छ यहाँ तेरो नि डियोमा आइरहेको यिनीहरूले हाम्रो फलो गरेर हाल्यो जामको माथि यो चाहिँ Why are you smiling? उता हेर्न साइडमा यता हेर्न म यता घुमाउँछु क्या तल सँगसँग हुँदैन ए छिटो भयो हेर्न यता अलि ओर आइज नि अलि ओर क्या डिलमा आएर हेर्न भनेको के रहेछ तल चाहिँ कुकुर भयो म होइन उहाँ पनि कुकुर रहेछ ऊ कुकुर छ नि हेर्न त्यसको कन्टेन्ट दिएको यसलाई यस्तो चाहिँ बनाएर पछाडि पठाइदिनु भयो डियोबाट भन्छ माइली खिच्छ हो खबर माइली धरानको जङ्गलमा मङ्गल गर्दैछस् अगाडिबाट खिच्छ मगरी त्यसै घुम्दैन उहाँ परबाट खिच्नु चुडेलो जस्तै आयो जान आऊ
आएको मान्छे यस्तो घुम्न लगेर यस्तो गरेर यहाँ कहाँ छ अर्को डस्टबिन पनि देऊ न यहाँ घुम्न गएका मान्छेको यस्तो हुन्छ यहाँ अब हामी यहाँ यस्तो सपिङ गरेर जाँदैछौँ घुम्नलाई घर जाँदैछौँ